नमस्कार। आज नेपालमै एउटा ऐतिहासिक राजनीतिक परिवर्तन देखिएको छ। एकजना 35 वर्षका युवक जो कहिल्यै पारम्परिक राजनीतिज्ञ थिएनन्, अब देशको प्रधानमन्त्री बन्ने सम्भावनामा छन्। उनको नाम हो बालेन शाह। एक समय उनी र्याप गीत गाउने कलाकार थिए। उनका गीतहरूमा नेपालका सामान्य नागरिकको पीडा, भ्रष्टाचार, बेरोजगारी र सामाजिक असमानताको कुरा खुला रूपमा उठाइन्थ्यो। उनका गीतहरूले एउटा प्रश्न उठाउँथे, किन एउटै नेताहरू वर्षौंसम्म सत्तामा बसिरहेका छन्? त्यो प्रश्न केवल गीतको शब्द मात्र थिएन, त्यो प्रश्न लाखौं युवाको मनमा रहेको असन्तोषको आवाज थियो। समयसँगै त्यो आवाज अझ बलियो हुँदै गयो। सन् 2022मा बालेन शाहले एउटा अप्रत्याशित निर्णय लिए, राजनीतिमा प्रवेश गर्ने। त्यतिबेला धेरै मानिसहरूले सोचेका थिए कि एक र्यापरले राजनीतिमा कति प्रभाव पार्ला, तर परिणाम सबैलाई चकित पार्ने खालको आयो। उनी काठमाडौँ महानगरपालिकाको मेयर पदमा निर्वाचित भए। त्यो जित केवल एउटा चुनावी जित थिएन, त्यो नेपालको पुरानो राजनैतिक संरचनाप्रति जनताले दिएको सन्देश थियो। राजधानीका मेयर बनेपछि उनी राष्ट्रिय राजनीतिमा झन चर्चित बन्न थाले। तर नेपालमा राजनीतिक परिवर्तनको वास्तविक गति केही महिना पछि देखियो। गत वर्ष सेप्टेम्बर महिनामा देशभर ठूलो आन्दोलन सुरु भयो। यो आन्दोलन सुरुमा एउटा सानो विषयबाट सुरु भएको थियो, सरकारले सामाजिक सञ्जालमा लगाएको अस्थायी प्रतिबन्ध। तर चाँडै नै त्यो आन्दोलन ठूलो राजनैतिक असन्तोषमा परिणत भयो। देशभरका युवाहरू सडकमा उत्रिए। उनीहरूले भ्रष्टाचार, बेरोजगारी र राजनैतिक स्थिरताको अभावको विरोध गरे। स्थिति निकै तनावपूर्ण बन्यो। कतिपय स्थानमा हिंसा पनि भयो। रिपोर्टका अनुसार कम्तीमा 77 जनाको ज्यान गयो। यो घटनाले नेपालको राजनीति हल्लाइदियो। अन्ततः ठूलो जनदबावपछि केपी शर्मा ओली नेतृत्वको सरकार पदबाट हट्न बाध्य भयो। देश नयाँ राजनैतिक मोडतिर गयो। केही महिनापछि भएको चुनावमा नेपाली जनताले आफ्नो निर्णय सुनाए र परिणामले पुरानो राजनैतिक समीकरण नै उल्टाइदियो। राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा ठूलो सफलता हासिल गर्ने संकेत देखियो। यो परिणामले दशकौंदेखि सत्तामा घुमिरहने पुराना दलहरूको प्रभुत्वलाई चुनौती दिएको छ र यो परिवर्तनको केन्द्रमा छन् बालेन शाह। एक र्यापरबाट सुरु भएको यात्रा अब देशको शीर्ष नेतृत्वसम्म पुग्न लागेको छ। तर वास्तविक चुनौती अब सुरु हुन्छ। नेपालको अर्थतन्त्र अझै कमजोर अवस्थामा छ। हजारौं युवा प्रत्येक वर्ष रोजगारीका लागि विदेश जान बाध्य छन्। देशभित्र अवसरको कमी ठूलो समस्या बनेको छ। त्यसैले मतदाताहरू अब केवल भाषण होइन, वास्तविक परिवर्तन चाहन्छन्। नयाँ नेतृत्वले आर्थिक सुधार, रोजगारी सिर्जना र सुशासनमा ठोस कदम चाल्नुपर्ने अपेक्षा गरिएको छ। अर्को ठूलो चुनौती भनेको विदेश नीति हो। नेपाल भौगोलिक रूपमा दुई ठूला शक्तिशाली देशहरूको बीचमा अवस्थित छ, भारत र चीन। यी दुवै देशसँग नेपालको गहिरो आर्थिक, सांस्कृतिक र राजनैतिक सम्बन्ध छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालसँग सहकार्य जारी राख्ने संकेत दिएका छन्। विशेषज्ञहरूका अनुसार नयाँ सरकारले दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम राख्ने नीति अपनाउन सक्छ। नेपालको यो राजनैतिक परिवर्तन दक्षिण एसियाभरि चासोका साथ हेरिएको छ। उदाहरणका लागि बङ्गलादेशमा पनि विद्यार्थी आन्दोलनले सरकार परिवर्तन गराएको थियो। तर त्यसपछि भएको चुनावमा आन्दोलनबाट जन्मेको राजनैतिक शक्तिले अपेक्षित समर्थन पाउन सकेको थिएन। नेपालमा भने परिस्थिति फरक देखिएको छ। यहाँ आन्दोलनबाट उठेको एउटा प्रमुख अनुहार सिधै सत्ताको केन्द्रतिर पुगेको छ। तर इतिहासले देखाउँछ आन्दोलनको नेतृत्व गर्नु र देश सञ्चालन गर्नु दुई फरक कुरा हुन्। अब सबैको नजर नयाँ नेतृत्वतर्फ छ। के उनीहरूले जनताको अपेक्षा पूरा गर्न सक्नेछन्? के नेपालमा साँच्चीकै नयाँ राजनैतिक युग सुरु हुँदैछ? यी प्रश्नहरूको उत्तर आउने वर्षहरूले दिनेछन्। तर एउटा कुरा भने स्पष्ट छ, नेपाल अहिले परिवर्तनको महत्त्वपूर्ण मोडमा उभिएको छ।